गुड मर्निङ, नमस्ते, वेलकम सबैजनालाई मेरो भन्दा पनि राजवास के भने युट्युब च्यानलमा। अनि आज चाहिँ हामी आमा छोरी चाहिँ घरदेखि माथि के भन्छ जङ्गलमा कम्सेर बिहान हिँडेको के भन्नु खोला बारीमा आएको रहेछ। हल्का गाडी आएको रहेछ अनि पानीमा यसो खेल्दै रमाउँदै हिँडिरहेको अवस्था। ठ्याक्कै काम चाहिँ के भन्नुहुन्छ भने मेरो चाहिँ बाहुन बाजेले चाहिँ मेरो छोरीको चिना बनाएको थिएन नि त। अनि चिना बनाउनु लगाएको थिएर हिजो फोन गर्नुभएको थिएर गएको बिनाले घर पनि देखेको छैन, कता हो कता थाहा नै छैन। सोध्दै जानुपर्ने अवस्था आइरहेको छ। अनि त्यस पछाडि तपाईँहरू चाहिँ कतिको विश्वास लाग्छ यो धामी झाँक्री चिना भन्ने कुराहरूमा? मलाई चाहिँ विश्वास अलिअलि लाग्छ, त्यही भएर म चाहिँ विश्वास गर्छु होइन। तपाईँहरूले चाहिँ के कस्तो लाग्छ? विश्वास लाग्छ कि लाग्दैन हो भन्नु पनि नभएको सोधेको। अब फेरि ठ्याक्कै बाजेको चाहिँ घर कहाँ हो मलाई पनि थाहा भएन। अब कसलाई सोध्ने, बाटोमा मान्छे पनि कोही छैन, एक्लै आमा छोरी मात्रै हिँडिरहेको छौँ है हामी त। हामी छोरी नि कता गयो नि? अनि भरे हामी कहाँ जाने अरे? भरे हामी धोबेनी बजारमा हर्क साम्पाङलाई भेट्न हेर्न जाने हो कि होइन? हर्क साम्पाङ, हर्क साम्पाङ हौ, नाम थाहा छैन? भरे म चिनाउँछु हर्क साम्पाङ, ल हुन्छ। अहिले भरे म मोबाइलमा देखाइदिन्छु। अनि जानुपर्छ आमा छोरी, ल हर्क साम्पाङ हेर्न। अनि घरमा गएर अनि भात पकाएर खाएर कति बेला जाने हो? रात पनि कति चिलाएको हो फेरि। यस्तो छ बाटो पनि खतरा छ नि त हो, खतरा छ। तर जे होस् राम्रै भन्नुपर्छ हौ, जस्तो छ त्यस्तैमा रमाउनु सिक्नुपर्छ है मान्छेहरू। मान्छे भएपछि चाहिँ मान्छेहरू भन्ने सरी के भन्छ, जस्तो छ त्यस्तैमा रमाउनु सिक्नु अरे भन्छन् होइन। अनि अर्को कुरा चाहिँ मान्छेलाई कहिले पनि के भन्छ सन्तोक चाहिँ नहुने के, मतलब कहिले नघाउने, मतलब चित्त नबुझ्ने खालको टाइपको होइन हामी मान्छे। कहिले हामीलाई पुग्दैन क्या। किन नपुगेको भन्दाखेरिमा चाहिँ हामीमा सन्तोक छैन, हामीमा सन्तुष्टि छैन होइन, त्यही भएर नपुगेको होला जस्तो लाग्छ मलाई चाहिँ। अब समस्या र अभाव भन्ने कुरा त हुँदै गर्छ, तर पनि हामी त्यही माथि धेरै चाहिँ अब कस्तो हुन्छ भने छिटो आऊ न, पानीबाट जाऊ न, पुग्दैनौँ भन्ने टाइपको क्या हामीले। त्यही भएर पनि होला। अनि यतिको बाटोलाई पनि नराम्रो भन्नु चाहिँ मिल्दैन, राम्रो भन्छु म चाहिँ। किन भन्दा यतिकै बाटोमा त हिँड्न पाइएको छ नि त, कमसेकम मजाले होइन, उकालो ओह्रालो त्यति छैन। अब कुनै समयमा उकालो ओह्रालो कुदेर कस्तो बाँदर झुन्डिँदाखेरि पनि, बाँदर लड्दाखेरि पनि पानीमा चुम्लुङ्ग पस्ने ठाउँहरूमा पनि हिँडेर भारी बोकेर हिँडेको मान्छे होइन। अहिले यतिको अवस्थामा आउँदा नि अनि बाटो यस्तो छ नराम्रो छ भन्नु त मैले त मिल्दैन नि त। अनि किन यो चाहिँ यस्तो भन्दाखेरि चाहिँ मन नै त्यस्तो हो क्या। किन भन्दा हामी मान्छेमा सन्तुष्टि छैन नि त। त्यो अवस्थाको त्यो दिनहरूलाई चाहिँ बिर्सेर अब यतिकोमा हिँड्न पाउँदा, यतिकोमा खेल्न पाउँदाखेरि पनि अब सन्तोष छैन भने के भन्ने, होइन त साथीहरू? मलाई त्यस्तो लाग्छ। तर जस धान चाहिँ सबैतिर नै धान चाहिँ रोपेको छ। यतातिर पनि कस्तो राम्रो क्या, यता माथि पनि सबै धान रोपेर हरियाली रहेछ। नत्र त खासै यहाँतिर त पानी पाउँदैन नि त। अनि एकदम खुसी लाग्यो, धान चाहिँ धेरै रोपेको रहेछ। यतातिर पनि एउटै बाँझो छैन रहेछ। ओहो धान त खतरा। यता तल हेर तलै होइन, माथि हेर माथि नै रमाइलो। म ब्याक गरेर देखाइदिन्छु है त क्यामेरा। ल हाम्रो गाउँको धान खेती राम्रो छ। अनि यहाँदेखि माथि 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 रमिते यता माथि चिली पोखरी भन्ने ठाउँहरू छ साथीहरू। अनि बाटो चाहिँ यस्तो छ। म तर यो बाटो हिँडेको थिइनँ होला सायद, फर्स्ट टाइम जस्तो लाग्दैछ। तर ठ्याक्कै बाहुन बाजेको घर चाहिँ कहाँ हो कि? म त अचम्म लाग्यो हो। छिटो है छोरी, ढिलो हुन्छ भरे हामीलाई। कहाँ हो कसलाई सोध्ने मान्छे नि एउटा देख्दिनँ फेरि। ऊ त्यहाँ माथि चाहिँ एकजना हुनुहुँदो रहेछ, तर
के गर्दै हुन्छ के भन्दै सोध्ने यहाँदेखि उकालो चाहिँ बाटो रहेछ तर कस्तो बनाउने खालको अवस्था देखाएको रहेछ छिटो आऊ है छिटो आऊ है तिम्रै लागि भेष्टानु साथ दिने नदिने म पूजा गर्छु मायाको अङ्कललाई सोध्नु पर्यो अङ्कलले के आन्टी हो के गर्नु हो गाह्रो छ आफूभन्दा मसिनोहरूलाई आफूभन्दा ससानाहरूलाई पनि दिदी दाजु भन्ने पर्ने हुँदो रहेछ साइनहरूले गर्दा मलाई चाहिँ फेरि आफूभन्दा सानोहरूलाई चाहिँ भाइ बहिनी दाजु दिदी भन्नु चाहिँ एकदम शरम लाग्ने कुरा हो है जिन्दगीमा त्यही आफूभन्दा कान्छो बुढासँग बिहे गर्न पनि गाह्रो रहेछ हो मभन्दा कान्छो हुनुहुन्छ नि त अनि सबैलाई मभन्दा कान्छोहरूलाई पनि दाजु भन्नुपर्छ दिदी भन्नुपर्छ कस्तो मुखै लाग्दैन अप्ठ्यारो लाग्छ अनि के ऊ यहाँनिर बाहुन बाजेको घर कता हो हजुर हजुर अलिक परै पर्छ कि के हो ए ल ल हुन्छ आन्टी ए ल ए बाटो पनि बाटो निकै टाढो पो रहेछ यताबाट आएको भए छिटो हुन्थ्यो कान्छी हामी उताबाट घुमेर आयौँ आऊ छिटो नदेख्नु पनि साह्रो छ नि त त्यही भएर हामी उताबाट घुमेर आयौँ तर पनि ठिक छ के गर्दा घुम्नु पनि पर्छ नि त घरिघरि जिन्दगीमा छिटो आउनु है तिम्रै कस्तो एउटा बाजो नभएको के खेतहरू कस्तो खुसी लाग्यो पोहोर त यस्तो बिजोग थियो कि पानी नपरेको भन्दै हामी चाहिँ आइपुगेको जस्तो लाग्दैछ घर अब यही हो कि जस्तो लागिरहेको छ अब के होइन हो कि होइन रहेछ यो त अरू मान्छे अर्कै मान्छे उभिएको छ किन भन्दाखेरि ढुङ्गेल बाजे होइन हाम्रै ढुङ्गेल बाजे जस्तो देखिनु हुँदैन छिटो आउनु सुपारीको बिरुवा कति धेरै कस्तो राम्रो यताको होला घर चाहिँ कलिलो कस्तो दामी सुपारी गाडी रोप्नु भएको रहेछ यहाँ त कोला गाडी सुपारी गाडी अम्बक फलेको छैन कि क्या हो खुसबु राई छिटो आउन हो पुक्कुली ढुङ्गेल बाजे ठ्याक्कै देखेँ घर चाहिँ के रहेछ है साथीहरू बाजे घरमा त थाहा नै थिएन नि त छिटो आउनु घर चाहिँ यहाँ रहेछ यहाँ रहेछ है बाजे घर चाहिँ ठ्याक्कै खोली पकाउँदै हुने रहेछ अङ्कल तपाईँको घर यहीँ हो म त परबाट पो घुमेर आएँ त थाहा नै नभएर परबाट घुमेर आएँ नि पल्लो बाटो अन्त थाहा नै थिएन नि त देख्नुपर्छ त्यो पनि बाटो यो पनि बाटो होइन त्यही त भनेको ल बस आइज कान्छी जना मात्रै हुनुहुन्छ कि क्या हो छोरीहरू पनि छन् नाति नातिना उठेकै छैनन् ए हामी पो छिट्टै आइपुगेछौँ छिटै त